हामीले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नआओस् भन्ने कुरा हामी सबै सतर्क हुनुपर्दछ। षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।